ल साथीहरू ल अब यहाँ छ बिएनबी मोटर ड्राइभिङ सेन्टर सुर्खेतमा 25 गतेको लागिको तयारीमा लागिरहेको छु। मसँग मेरो सहकर्मी साथी बेलुका 40 हुनुहुन्छ। उहाँले चाहिँ मलाई साइडमा बसेर यसो कोच पनि गरिराख्नु भएको छ। पानी पनि परिरहेको छ बाहिर, त्यही भएर पोलहरू राख्नु पाइएको छैन। यो चाहिँ भित्र कारभित्रबाट है ड्यासबोर्डबाट चाहिँ भ्यू बाहिर कस्तो देखिन्छ र हजुरहरू पनि गुणस्तरीय चाहिँ ट्रायल्स दिन र ट्रेनिङ लिन चाहनुहुन्छ भने बिएनबी मोटर ड्राइभिङ सेन्टरलाई सम्झिनु होला। यो चाहिँ कर्णाली गियरको 100 मिटर पूर्वतर्फ रहेको छ। यहाँको चाहिँ गुरुहरू पनि एकदमै राम्रो हुनुहुन्छ। उहाँको प्रशिक्षण पनि एकदमै प्रभावकारी छ। उहाँले चाहिँ एकदमै सहयोग गर्नुहुन्छ। अर्को प्लस कुरा चाहिँ यातायात व्यवस्था विभागले पनि ट्रायल चाहिँ यहीँ लिने भएको भएर एकदमै सजिलो चाहिँ छ। प्लस पोइन्ट तपाईँ हामीलाई मैले पनि यहाँ 3-4 दिन मात्रै सिकेको, तर एकदमै पर्फेक्ट भइसक्यो म। यहाँको यो कोचले के अरे गुरुहरूले चाहिँ एकदमै राम्रो प्रशिक्षण गर्नुहुन्छ। तपाईँहरूलाई पनि चाहिँ गाडीको लाइसेन्स चाहिन्छ भने यहाँ बिएनबी मोटर ड्राइभिङ सेन्टरलाई सम्पर्क गर्नुहोला। हेर्नुहोस् त, यी पानी परेको बेला पनि यस्तो मजाले चलाउनु पाइएको छ। हामी चाहिँ ब्रेकर सकिसकेपछि ठ्याक्क ट्राफिक लाइट आउँछ, त्यसपछि उकालोमा रोक्ने प्रयास गर्छौँ। उहाँले चाहिँ ह्यान्ड ब्रेकबाट ट्राई गर्नुहुन्छ। ठ्याक्क ह्यान्ड ब्रेकले चाहिँ कटाउने कोसिस गरिराख्नु भएको छ। पर्फेक्ट। उहाँले चाहिँ ह्यान्ड ब्रेकले उकालो अफिल कटाउनु भएको छ। अब चाहिँ अगाडि एलब्याग छ, एलब्याग एउटा हान्दैछ। अब हामी चाहिँ उहाँको वेटिङमा छौँ। उहाँले एलब्याग हाल्दै हुनुहुन्छ। उहाँले एलब्याग हाल्ने बित्तिकै म लिएर जानेछु। मलाई गाह्रो पनि एलब्यागमा हुन्छ, म फेल हुन पनि सक्छु है। फेल हुनुहुन्न, ढुक्क बस्नु। साइडमा दुर्गा छ, मलाई यसो दुर्गाले चाहिँ इन्करेज गरिरहेको छ। बाहिरको मौसम एकदम रमाइलो छ। पानी परेर ओ माई गड, ठ्याक्क लाइटनिङ क्याप्चर गर्न पाइयो है यहाँ ठ्याक्क। आधा समय त यार यही कुद्दा कुद्दै जान्छ या। त्यही हो, झ्याउ धेरैजना भएपछि। ठिकै काटेको छ त। हाम्रो पछाडि पनि वेटिङमा हुनुहुन्छ। वेटिङमा छ, ट्विट गरिसके गरेन छ टुट हाल्दैन। होइन, हर्न बजाउनु मिल्दैन। पछाडिबाट गाडी आयो भने ठोक्कै ठोक्कै छ अरे हर्न बजाउनु पर्दैन। त्यस्तो ख्याल गर्नुपर्छ, स्टार्ट खुल्ला बन्द। त्यो पोल पर छ कि त्यही केही देखिएन त यार, बुझ्नुपर्ने विषय छ। सिसामा समस्या आएपछि यहाँ ऐना पुसेर अहिले सानो सानो केही देखिएन। चोरी सिसा छोड्नुहोस्।
छैन यहाँ तर पनि मैले कटाएँ यस उचालिदिनु लाग्यो माथि ठिक छ ए पर्फेक्ट ल लाइसेन्स आउँछ ढुक्क ओ गड ब्लेस मी हो यस्तै जो गाडी रोक्नु भयो भने त अनि गयो गियर बढी भयो के गियर मिलेन गियर के बिचमा ल्याउने हो बल्ल गियर भयो ल साथीहरू सँगसँगै यो भिडियो सकिएको छ हस् थ्याङ्क यू सो मच फर वाचिङ च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरेर साथ सपोर्ट दिनुहोला हस्त नमस्ते बाई बाई हाम्रो ड्राइभिङ सेन्टर यही हो ट्याक्कै यातायातको ट्रायल पनि यहीँ पर्छ है र थ्याङ्क यू सो मच फर वाचिङ